माई न्यू ब्लग। आज हामी फेरि बिहेमा जाँदैछौँ, दिदीहरू म भाइ अनि हामी चाहिँ म अलिकति अगाडि आएको छु, त्यहाँ चाहिँ एकदम राम्रो भ्यू छ देखाउँछु। त्यो फुलहरू कस्तोमा फोटो आउँछ, दिदीहरू चाहिँ आउनु 4 जना अगाडि, एकजना साथीको कुरा लगाएको अनि म चाहिँ यहाँ छु अनि हामी जाँदैछौँ त्यस तलपट्टिवालाको भन्दै थियो नि, फेरि त्यही घर। अब हामी जाँदैछौँ बिहे खानालाई, त्यही चटपटेवाला घर भन्दै फेरि एकपल्ट झोला भात के त्यही बाटो त्यही घर त्यसको छोराको हामी जाँदैछौँ। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ कसलाई कसलाई चिन्नुभयो पछाडिबाट गएर हेर्दा यो चाहिँ मेरो दिदी होइन, अनि यो चाहिँ अर्को दिदी, अनि यहाँ चाहिँ मेरो साथी पनि फेरि हेर्दा दिदी जस्तो लाग्छ। यता आइबस् त, यो पनि मेरो दिदी। अनि हामी चाहिँ त्यही अस्ति भ्लग बनाएको थियो नि चटपटेवालाको भने त्यसकै घर जाँदैछौँ, त्यसकै छोराको बिहे खानालाई। अब हामीबाट इन्जोय गरेर जान्छौँ। आधी बाटो पुग्यौँ, टिकटक पनि बनाइसक्यौँ, हजुरलाई देखाउँ भ्लगमा। भाइ यहाँ डन दिदीहरू पनि छन् है, खाएको भिडियो घर त मेरो यहाँ होइन, उता हो कता यता हाम्रो चिल्लर ग्रुप न, घर त मेरो यहाँ होइन, अलिकति परतिर। राम्रो लाग्यो होला नि त, हेन्सम लाग्यो होला। झोरा भातमा घामै छैन आएको, घामै आएन हौ आज त झोरा भातमा नै छैन। हरियाली बन अहिले पनि त ठिकै छैन, हरियाली बन हो यो बोरा, यो झोरा भात होइन, यो बोरा भात होइन, खनर के अरे बुढी खोला यो चिप्लेटी बुढी खोला हो, यो चिप्लेटी पानी जहिले सकेको अहिले छैन झोरा भात, अहिले छैन। वहाँ बोरा उयो देखाइदैन, यो के भन्छ मकेबारी दराम डेटिङ बस्नु छ भने छि त्यस्तो बोल्छ न हौ मेरो भ्लगमा, चुप डेपेटी नबोला है। त्यहाँ सकरे मेरा पनि लागेको छ, आज हामी जान पाइनौँ के भनेको थियो हरियाली आयो गाइस, यत्रो गाडी भागी जा होइन। हामी त टिकटक बनाउँदै यहाँसम्म आइपुग्यौँ होइन। कहिले फेरि खाएर आएर हिँड्दा खुट्टै दुख्छ हौ, के गर्नु अब हजुरहरूलाई एकचोटि बिहेमा त खाएको देखाउँछु ल। बिहे घर घर त्यस्तो छ, रनक छनक। अब चुपचाप हामी हाम्रो भिडियो मात्रै बनाउँछौँ गाइस, कति राम्रो गाइस रियलमा हेर्दा त। हामी खाना बस्छौँ गाइस, अहिले हामी पैसाले खाएर आउँछौँ गाइस, कहाँ छ पैसाले खाएको छैन। हामी चाहिँ नि के अरे ढिलो छिटै हुन्छ भनेर बिस्तारै गएको, स्टार्ट भएको छैन, मान्छे फर्केर गयो भन्दाखेरि अनि आउँदा त पुरै प्याक छ हेर्नु न। अनि हामी चाहिँ यहाँ गाडीहरू बसेको छौँ, गाडीहरू बसेको छौँ, टेन्सन अब कहिले आउँछ खानेकुरा रेटिङ। यहाँ A+B घर पैसा लेखाउनु भनेको फर्स्टमा खानु अरे, यहाँ एन्सर दिएको त म्याथको हेरेको होइन च्याप्टर 9 हो भाइ। यो कालो त्यो दुइटै खाइसकेँ, पुरी तरकारीहरू, जुलबी, मैले जुलबी यति पुगाएँ, पुरै राति भइसक्यो। अब अगाइसक्यो खाएर बेहुली हेरेर पनि आइसक्यो, फोटो खिचेर पनि आइसकेको। बेहु चाहिँ धेरै मजाको हुँदो रहेछ, गफ पनि गऱ्यौँ हामीले। मम्मीलाई वेटिङ गरिरहेको छु, म कहिले खाइसक्छु। ब्लग पनि बनाउन पाइनँ, अनि सबैजना चाहिँ हिँड्दै आउनुभयो, अनि म चाहिँ बाइकमा आउनु भएको थियो, अनि बाइकमा चढेर आएँ। अब मेरो आजको ब्लग यति नै गाइस, थ्याङ्क यू फर वाचिङ माई फुल ब्लग। बाई बाई, सधैँ माया गर्नुहोला, मेरो ब्लगलाई सपोर्ट गर्नुहोला, लाइक कमेन्ट सब्सक्राइब गाइस, बाई बाई।